कस्तो भइरहेछ बाटोको निर्माण अवस्था पुनर्निर्माण कस्तो भइरहेछ? राम्रो भइरहेछ आजको दिन होइन। हजुर। माथि जटाबासी सङ्कलन गर्न गएका सबै ग्रहहरू तलतिर फर्किएको हुनाले होइन जनताहरू आज यो हामीले श्रमदान गर्ने भनेर एकदम लागि परेको छन् हाम्रो गाउँमा। म एकदम खुसी लागेको छ। के लाग्छ के अरे युवा साथीहरूको अगाडि अथवा पछाडि कुनै पनि राजनीतिक प्रतिशोधले डगमगाउन अथवा डराउन होइन त्यसै गरी तपाईँको हप्क्याउन सक्छ या सक्दैन के लाग्छ? कसैले सक्दैन जस्तो लाग्छ मलाई। एकदम आफ्नो आत्मनिर्माण एकदम सक्रिय भयो भने कसैसँग डराउनु झुकिनु पर्ने आवश्यक देखेन मैले आज अहिलेसम्म। जे भने पहिला जे भयो होइन। पहिलाका जनप्रतिनिधिहरूलाई पनि हामीले धेरै कुराहरू माग्यौँ, कुनै कुराहरूमा पनि उसले सुने नसुने जस्तो गरे। आँखा देखेर पनि कालो चस्मा अथवा कालो पट्टी टाँसेर बसिरहेछन् होइन। हजुर। क्रासी गाउँपालिका वडा नम्बर 3 चौरका बासिन्दाहरू होइन एकदम यो राजनीतिक दलसँग एकदम भइरहेछन्, दूर टाढा भइरहेछन् होइन। अहिले हामीले युवा सङ्गठन गाउँमा खोल्ने भनेदेखि एकदम लागि परेका छन्। साथ सपोर्ट सब पुरा सम्पूर्ण पाइरहेको छु। म त्यही नै खुसी छु। ल धन्यवाद तपाईँलाई तपाईँको भाषणको लागि। युवाहरूले गरेको पुनर्निर्माणको अवस्था पछि फेरि यो दृश्य देख्न सकिन्छ। एकदमै राम्रो अनि